भएको एउटा आफ्नो परिवारसँग त सँगै बस्नु पाइँदैन। पैसै नै त रहेछ नि सबै थोक साथी। तिमी जस्तो छौ ठिक छौ, लाखौँमा 100 मेरो लागि। अरूले जस्तो सुकै भने नि जेसुकै भने नि मलाई केही फरक पर्दैन माया। घरमा हुँदाखेरि राति घरबाट बाहिर निक्लिन डराउने मान्छे म। आजभोलि परदेशमा राति राति नै ड्युटी जानुपर्छ एक्लै एक्लै साथी। रहर होइन नि यो, बाध्यता हो। तिमीहरू पनि आऊ खाडी अन्त भाग्य बदल्न नसकुला, तर धेरै मेहनत गरेर भए पनि भविष्य अवश्य बदलेछु। दुःख पायो भनेर नआत्तिउ न माया, दिनरात मेहनत गरेर भयो नि तिमीलाई सुखमै ल्याउनेछु माया। हुँदैन ठेगान सुत्ने र खानेको, पैसा कमाउन परदेशमा जानेको। सुख दुःख जे भए पनि आफ्नो मनलाई मनाउनु पर्छ। आफूभन्दा खुसी यहाँ अर्कालाई बनाउनु पर्छ साथी। सबैजनाले भन्छन् एउटा गए अर्को आउँछ, तर मेरो तिमी गए सब थोक जान्छ माया। समय राम्रो होस् या नराम्रो, तर साथ भने तिम्रै हुनुपर्छ माया। जान्छौ भने आँटिहाल, केही ल्याउनु पर्दैन। बगेर जाने खोला पनि एक दिन सुकेर जान्छ, फर्केर कहिल्यै आउँदैन। यो जिन्दगी हो महोदय, सुख दुःख त यहाँ चलिहाल्छ नि। टेन्सन लिनु पर्दैन, दुःख भोगेको छोरो हो म। आफ्नो घर सँगसँगै तिम्रो घर पनि सम्हालिहाल्छु, चिन्ता लिनु पर्दैन माया। के छ विचार? तिम्रो मनमा को छ, मेरो मनमा भने तिमी नै छौ माया। नसुने चाहिँ गरी मेरो कुराहरू आछ फेरि रिसाउँदै थर्के नजर नला। छिट्टै भेट है माया एउटा कुरा छ। हामी परदेशी हो नि साथी, यहाँ आफ्नो ख्याल आफै राख्नुपर्छ। आफू जस्तो सुकै स्थितिमा भओस्, तर घरबाट फोन आउँदा चाहिँ म यहाँ एकदम ठिक छु है भन्नुपर्छ साथी।